फ्रेंड्स म सार लामछानेमा सबलाई स्वागत गर्दछु मेरो आफ्नो च्यानल टेक्निशियन लामछानेमा। सो साथीहरु टपिक देख्न सक्नुहुन्छ कि धेरै यसो साथीहरुले पनि कमेन्ट गरिराख्नु भएको छ र यो टियुले ब्याचलर फर्स्ट इयरको रिजल्ट्स कहिले निकाल्छ भनेर। अनि स्नातक तहको पहिलो वर्षको नतिजा कहिले निकाल्छ टियुले र किन ढिला भएको र यो कहिले निकाल्छ प्लिज भनिदिनुस्, कम भिडियो बनाइदिनुस् भन्नुभएको थियो र आज यसैको बारेमा भन्न गइरहेको छु। मेरो च्यानलमा नयाँ भने सब्स्क्राइब गरिदिनु होला र साथीहरु म यसैको बारेमा भन्न गइरहेको छु किन ढिला भएको र यो नतिजा प्रथम वर्षको नतिजा कहिले निकाल्छ त यो टियुले स्नातक तहको भन्न गइरहेको छु। सो साथीहरु टियुले अझ पनि कुनै पनि तहहरुको नतिजा निकाल्न सकेको छैन। धेरै जसो तहहरुको नतिजाहरु 1 वर्ष बितिसक्छ पनि अझसम्म टियुले नतिजा प्रकाशन गर्न सकेको छैन, यानी रिजल्ट पब्लिश गर्न सकेको छैन। र अब यो के कारणले ढिलाइ भएको त साथीहरु र देख्न सक्छ प्राध्यापकले परीक्षण गर्न लगेका उत्तर पुस्तिका समयमै फिर्ता नगर्दा र टियुले नतिजा निकाल्न ढिलाइ गरेको। यानी उत्तर पुस्तिका चेक गर्न लगेका शिक्षकहरूले समयमै चेक नगर्दिनाले गर्दाखेरि यो उत्तर पुस्तिका चेक गर्न ढिलाइ भएको हुनाले यो नतिजा निकाल्न नतिजा प्रकाशन गर्न ढिलाइ भएको भनेर टियुले जानकारी गराएको थियो साथीहरु। र यसको नियम करिब यो परीक्षा लिएको 3 महिना भित्रमा सार्वजनिक गर्ने नियम रहेको थियो। टियुको कुनै पनि तहहरुको नतिजा 3 महिना भित्रमा सार्वजनिक गर्ने नियम रहेको थियो। र साथीहरु स्नातक तहका परीक्षाका केही विषयका परीक्षाहरु सकेको 1 वर्ष भइसक्दा पनि अझ पनि नतिजा निकालेको छैन भनेको छ साथीहरु। र यो मानसिक असर पनि परेको पाइन्छ साथीहरु विद्यार्थीहरुमा। र परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताएका छन् साथीहरु नतिजा सार्वजनिक गर्न अझ केही साता लाग्ने भनेको छ साथीहरु। र उहाँको अनुसार र कार्यालयमा काम गर्ने कर्मचारीको अभावको कारणले समयमै नतिजा निकाल्न सकिएको होइन भनेर परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताएका थिए साथीहरु। अहिले कार्यालयमा हल रहेका कर्मचारीहरू सबै सूचना प्रविधिमा व्यस्त नहुँदाखेरि परीक्षाको नतिजा निकाल्न ढिलाइ भएको भनेका छन् साथीहरु। र साथीहरु अब स्नातक तहको पहिलो वर्षको नतिजा अब केही साताभित्रै प्रकाशन गर्ने यो परीक्षा नियन्त्रक कार्यालयका पुष्पराज जोशीले बताएका छन् साथीहरु। र यो पहिलो वर्षको नतिजा अब छिटोभन्दा छिटो प्रकाशन हुनेछ साथीहरु। कर्मचारीको अभावले गर्दा यस्तो भएको साथीहरु। र कर्मचारी अभावले गर्दाखेरि परीक्षण चेक उत्तर पुस्तिका परीक्षण चेकको ढिलाइले गर्दाखेरि यो ढिलाइ भएको साथीहरु। अब हजुरले कमेन्ट गर्नु होला हजुरले कुन तहको परीक्षा कहिले आउँछ भनेर कमेन्ट गर्न सक्नुहुन्छ, मैले बनाउने छु। र नआत्तिनुस् छिटोभन्दा छिटो हजुरलाई भिडियो बनाएर ल्याइहाल्ने छु साथीहरु। सब्स्क्राइब गरेर राख्नु होला। टाटा बाइ बाइ।